जाति विभेदका कारणले गर्दा प्रहरी हिरासतभित्र नै मान्छे मर्छ। त्यस पछाडि प्रहरी हिरासतभित्र मान्छे मर्दा खोजी कार्यको लागि दलित समुदायका मान्छेहरूले किन मर्यो, प्रहरी हिरासतभित्र नै मर्नुको कारण के हो, पहिले जातीय विवाह गरेको थियो, त्यस पछाडि मुद्दाहरू लागेर चाहिँ प्रहरी हिरासतभित्र थियो त्यो व्यक्ति, जुन मर्ने व्यक्ति। अनि त्यस पछाडि त्यो व्यक्तिलाई अब एउटा सामान्य व्यक्तिलाई त कानुन लाग्छ भने केही अपराध गरे, उसले अन्तर्जातीय विवाह गरेको थियो। अन्तर्जातीय विवाह गर्नु अपराध होइन र नेपाल सरकारले त्यसलाई अपराधी पनि ठहर गर्न सक्दैन, त्यो नेपाल सरकारको कानुनले पनि मान्दैन। त्यस पछाडि त्यो व्यक्तिलाई चाहिँ अन्याय र अत्याचार गरेर विभिन्न दबाब अनि प्रेसरहरू दिएर चाहिँ यसलाई धेरै पीडा यातना दिए रहेछ। त्यस पछाडिको अवस्थामा चाहिँ उसलाई प्रहरी हिरासतभित्र विभिन्न कुटपिट पछाडिको मृत्यु भएको रहेछ। हालचालै भइरहेको सिन्धुलीको घटनाक्रममा यति मात्रै म भन्छु कि यदि सुरक्षित हुने ठाउँमा नै दलितहरू सुरक्षित नभए पछाडि